Hello guys, good morning सबैजनालाई सरर ड्युटी जाँदै बिहानको टाइम हो यो लगभग 7:50 हुन लाग्यो। उहाँ काकाजी यहाँ चाहिँ हामीले काका भन्छौँ। यो हाम्रै ठाउँमै काम गर्ने क्यासियरमा काम गर्छ। हेलो काका, आफ्नै ध्यानमा छ सुन्दैन। औ हेलो कमन ओके एउटा फुर्की ग यस्तो सानो छ मान्छे फटङ्ग्रा जस्तो पुरा घोडा चलाएर हिँड्छ। आँप हेर्ने हो गाइज, मैले भन्थेँ नि अस्ति नि तपाईँहरूलाई आँप भेसे यो पुरा दारी फालेर पुरा 2 वर्ष उमेर घटाएको छु भन्छ के अरे। पहिला त झपक्कै थियो, दारी फालेर पुरा 2 वर्ष उमेर कम भयो दाइ भन्छ। यस्तो दामी छ नि गाइज बिहान पोको भ्यू। यो त हाम्रो अर्को दाइ प्रेम दाजु। के छ दाजु, ठिक छ नि? ल ल ल ठिक हुनु पर्यो नि। प्रेम दाजु हो। हामी सबै एउटा जिल्लाको छ कि, एउटा मान्छे एउटा जिल्लाको छ। हामी स्याङ्जा जिल्लाको भनेको जनथानको कि बलिउडको दुईटा दाजुभाइ छ। अनि उहाँहरू पनि अलगै जिल्लाको। यस्तो छ गाइस बिहानको भ्यू। अब उहाँ अगाडि ठिक्क हो हामीले काम गर्ने ठाउँ। अब 8 बजेबाट इन भएपछि साँझ 8 बजेसम्म अब जस्तो भए पनि अब काम त गर्नु परि नै हाल्यो। कहिले हल्का फ्री जस्तो हुन्छ, नत्र भने प्राय रेस्ट टाइममै भइहाल्यो। बाँकी कामको टाइममा चाहिँ नि कन्टिन्यू काम गरिराख्नु पर्ने हुन्छ। त्यस्तो बसेर टाइम पास गर्छु भन्ने त्यस्तो फुर्सद हुँदैन पिपलको पात। ओहो नि बर यो के को बरको जरा होइन गाइज, यो अर्कै जरा हो है, बरको जरा जस्तै छ। यतातिर ब्याङ्कहरूको हस्पिटलहरूको सुविधा पुरै के यो त्यहाँ माथिबाट लिएर सबै सुविधा सम्पन्न एरिया हुन्छ यो। हरेक चिजको यहाँ कुनै पनि कुराहरू यदि भइहाल्यो भने बाहिर टाढा जानु पर्दैन, सबै यही लाइनमा हुन्छ। अगाडि देख्नुभयो यो बिल्डिङ एस्ट्रोसियममा त्यही नै हो। बिहान दोकान खोलेछ यहाँको दोकान खोल्ने सिस्टम यस्तो खतरा हुन्छ नि। अब यहीँ खोलेछ त्यहीँ उठाएको दोकान बन्द छ, किनभने पालो हुन्छ कि नर्का। अब उतापट्टि दोकान खोल्छ, यताको बन्द गर्छ। अब नेपालमा भएदेखि तैँ छाड र मै छाड गरेर कसले छिटो खोल्ने कसले धेरै कमाउने भन्ने हुन्थ्यो होला। तर यहाँ त्यस्तो हुँदैन, सिस्टम बाई सिस्टममा चलाएको हुन्छ तिनीहरूले पनि रेस्टुरेन्ट। त्यही हो गाइज, आयो त्यही नै हो। सबै काम गर्ने वर्करहरू आइरहेछ बिहानको सिफ्टको। यो यहीँको लोकल हो। हेलो कमान, हाउ आर यु? ओके यही गाइज एरिया चाहिँ यस्तो हुन्छ नि गाइज। यो गाडी पार्किङ एरिया फुल्ली छ, कस्टमर आज पनि पुरै गाडी पार्किङ गरिरहेछ। यो सब लोरी, ड्यामेज लोरी हो, ट्रली लोरी होइन सरी ट्रली है, ड्यामेज भएको सामानहरू पनि गाइज। यस्तो यो चिनीहरू त यो सर्लाक सुर्लुक हो क्या। यो आज यो यत्रो 3-4 प्यालेट, कति प्यालेट छ यो सब भेन्ज। यो तेलहरू, प्याकेट तेलहरू यो हामीलाई दिँदैन, यो प्याकेट तेलहरू यहीँको लोकललाई मात्रै हो। यदि फरेनरहरूले लगेको थाहा पायो भने, पुलिसले समायो भने गयो जिन्दगी फेरि। तेलमा पनि त्यस्तो हुन्छ क्या, त्यही भएर फरेनरहरूले हेलचेक्र गर्नु हुँदैन तेलमा, अलिकति पैसा घुसमा लोभमा। हेलो के छ गाइज ऐतेजी? ल काम गर्नु पऱ्यो नि गाइज। यस्तै हो गाइज। म चाहिँ नि भित्र छिरेँ, सबै लकर हुन्छ, आफ्नो सामान खाने राख्ने टन्नै छ नि यहाँ त। यो सब लकर हो। ल गाइज, बाई बाई।